द नेपाल टुडे.com हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकलाई नमस्कार। म सतीश चापागाई। हामीले विभिन्न समयमा विभिन्न व्यक्तित्वहरूसँग नेपालको राजनीतिका बारेमा छलफल गर्ने गर्छौं र समसामयिक विषयहरूमा पनि छलफल चलाउने गर्छौं। यसै क्रममा आज हामीसँग नेपालका एकजना वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपाल हुनुहुन्छ। किशोर नेपालज्यू, यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। हामी कार्यक्रमको सुरुवात गर्छौं। अहिले नेपालमा भइरहेको जुन समस्या देखिएको छ, यो समस्यालाई यहाँले कसरी हेर्नुभएको छ? यो हामीलाई अहिले देखिएको समस्या जस्तो लागे पनि यो अहिले देखिएको समस्या चाहिँ होइन, धेरै अगाडिदेखि यो गुम्सिरहेको समस्या हो। माओवादीहरूले जब युद्ध सुरु गरे त्यसपछि विभिन्न जाति जनजाति, मार्जिनलाइज क्लासका मानिसहरू सबैको आकांक्षा बढ्यो। उनीहरूले त्यो माओवादीहरूको युद्धको प्रभाव के रह्यो भने एउटा जबरजस्त चेतना जागरण मानिसमा आयो र आफ्नो अधिकारका प्रति मानिसहरू सचेत भए। त्यो सचेतना माओवादी सिद्धान्तले ल्याएको थिएन। माओवादी युद्धको पीडाबाट जस प्रकारको चाहिँ नि प्रतिक्रिया उत्पन्न हुनुपर्ने थियो, त्यो प्रतिक्रिया राम्रो थियो, किनभने त्यसले जनतालाई जागरुक गरायो। माओवादीले चाहेर होइन, माओवादीहरूले सुरु गरेको युद्धबाट जो पीडित भए, किनभने त्यतिखेर त राज्य पक्षले पनि माओवादी पक्षले पनि जनतालाई नै अचानक बनाउँथ्यो। तिमीलाई थाहा भएको कुरा हो, सबैले अनुभव गरेको कुरा हो। त्यो बेलादेखि नै यो चाहिँ गुम्सिँदै आइरहेको थियो। अब भाग्यवश नेपालमा गणतन्त्र स्थापना भयो, राजतन्त्र भयो र संविधान सभाको चुनावसँगै एउटा नयाँ प्रक्रिया सुरु भयो। तर त्यो प्रक्रियाभित्र हिजोका जे पनि माग थिए, जति पनि माग थिए, ती समेटिन सकेन। दलहरूको आफ्नै राजनीतिक स्वार्थका कारणले गर्दाखेरि कतिपय ठाउँमा माओवादीको नमिल्दो कुराले गर्दा, कतिपय ठाउँमा काङ्ग्रेसको नमिल्दो कुराले गर्दा अथवा एमालेको नमिल्दो कुराले गर्दा यो समस्याहरू पछल्टिँदै रह्यो। यो समाधानको बाटोमा लागेन र संविधान पनि बन्न सकेन। पहिलो संविधान सभा त्यतिकै सक्यो। दोस्रो संविधान सभामा माओवादीहरू पराजित भए। उनीहरूको ठाउँमा काङ्ग्रेस र एमाले आयो। तर माओवादी पराजित भए पनि, माओवादीहरूले भोट नपाए पनि इस्यु त पराजित भयो होइन। जनजातिको इस्यु, मधेसको इस्यु समाजमा व्याप्त थियो, समाजमा थियो। त्यो इस्युलाई राम्रोसित अहिले एड्रेस गर्न सकेन संविधान भन्न चाहन्छु र उनीहरू मेरो गोरुको 12 टक्का भन्नुपर्छ लाग्यो। हामीले यसरी बुझ्न सक्छौँ कि र मधेसको मान्छेहरूलाई के लाग्यो भनेदेखि यिनीहरूले बनाएको संविधानले हामीलाई त फेरि पनि अगाडि बढायो, देशसँग जोडिन दिएर हामीलाई देशभन्दा बाहिरै राख्नु खोज्यो भन्ने। यहाँलाई के लाग्छ, मधेसको जुन अहिलेको संविधानले नेपालमा जो मधेसी नेपालीहरूलाई अलग बनाएकै छ? मधेसी नेपालीहरूको भनाइ जुन छ त्यो भनाइ मलाई जायज लागेको छ। उनीहरूलाई एउटा अलिकति सोच्ने ठाउँ, अलिकति कुरा गर्ने ठाउँ, नागरिकता जस्ता प्रश्नहरूमा राज्यसँग जोडिने अथवा राष्ट्रसँग एकाकार हुने अवसर हामीले बितिसके धेरै दिनुपर्छ। तर सुशील कोइरालाको सरकारले पनि त्यो गरेन। अब उता कर्णालीमा पहाडियाहरूले अलिकति आन्दोलन गरे, संविधानमा संशोधनै भयो। उनीहरूको माग सम्बोधन भयो। त्यही बेलामा कर्णालीका मान्छेहरूको माग सम्बोधन गर्दा कैलालीमा भएको आन्दोलनलाई पनि उनीहरूले सम्बोधन गरिदिएको भएदेखि सम्भवतः स्थिति यति विकराल देखिँदै थिएन। तर स्थिति अहिले विकराल भयो। अहिले विशेष गरी नेपालीहरू जो पहाडिया मूलका र राजनीति गर्ने नेताहरू, काङ्ग्रेस एमालेका, उहाँहरू धेरैको डर के भन्दाखेरि मधेसको माग सम्बोधन गर्यो भने देश टुक्रिन्छ। यो सत्य हो? मधेसको माग सम्बोधन गरेन भने देश टुक्रिन्छ। मधेसीहरूलाई दबाएर देशलाई एकीकृत राख्छु, अविभाज्य राख्छु भनेर कसैले सोध्छ भने त्यो मूर्खता हो। त्यो कालिदासले आफै बसेको आगो काटे जस्तै मूर्खता हो। किनभने अब नेपाल
राज्य जुन बेलादेखि अस्तित्वमा आयो त्यो बेलादेखि सबैले मधेस तराई भनेको हाम्रो हो भनेर लिएका छन्। चारकोसे झाडी पनि हाम्रो हो भनेर लिएका छन्। चारकोसे झाडीको चाहिँ नि दायाँ बायाँ वरपर बस्ने सबै मधेसीहरू अथवा तराईका मानिसहरू हाम्रा हुन् भन्ने नेपाली हुन् भन्ने हामीले बुझिसकेका छौँ। अब ती नेपालीहरूलाई तिमीहरू राष्ट्रिय होइनौ, तिमीहरू नेपाली होइनौ, तिमीहरूको नागरिकता चाहिँ संदिग्ध छ, यस्तो छ उस्तो छ भनेपछि मान्छेको चित्त दुख्छ। मधेसी नेताहरूले एक ठाउँमा पनि कतै आफू देशबाट अलग भएर जाने कुरा सोचेका छैनन्। उनीहरूले भनेका पनि छैनन्, मनले पनि भनेका छैनन्, मुखले पनि भनेका छैनन्। अब जबरजस्ती चाहिँ उनीहरूलाई घटाड्दै लगेर भित्तामा पुर्याएपछि उनीहरूले पनि बात त केही गर्नु परेन। अहिलेको समस्या भने मधेसीहरूको आक्रोशमा भारत सरकारले पनि चाहिँ अब चासो देखायो। स्वाभाविक थियो, उसको आफ्नो सिमानामा भएका त्यत्रो 1 करोडभन्दा बढी चाहिँ जनसङ्ख्याले आन्दोलनमा निक्लिए, विद्रोह गरे भनेदेखि त त्यसको प्रभाव उतापट्टि पनि पर्छ होइन। त्यसपछि हामी कहाँ चाहिँ के भने भारतीय मूल र नेपाली मूलको भनेर पहिलेदेखि विरोध पनि गरिँदैछ। त्यो हिसाबले गर्दाखेरि उनीहरूले पनि देखाएर यो झन् जटिल हुँदै गयो समस्या। हाम्रो नेताहरूलाई मधेसको माग सम्बोधन गर्नको डर के हो, यहाँलाई के लाग्छ त्यस्तो? यो डरभन्दा पनि नेताहरू चाहिँ नि साह्रै कमजोर मानसिकताका छन्। उनीहरूलाई नेपालको इतिहास, नेपालको संस्कृति, नेपालको भूगोल, त्यसको धर्म, त्यसको परम्परा, रीतिथिति, जात जातिहरू बिचको सम्बन्ध केही पनि ज्ञान भएन। उनीहरूलाई के लाग्यो भनेदेखि राजाहरूले यसै गरी शासन गर्थे, अहिले पनि यसै गरी शासन गर्ने हो भनेर लाग्यो र उनीहरूले एकाधिकारवादी हिसाबले निर्णय गर्ने र आफ्नो पार्टीको स्वार्थ, आफ्नो पार्टीको चाहिँ निर्वाचन क्षेत्रको स्वार्थ, आफ्नो स्वार्थमा उनीहरू अलमली। त्यसैको कारण हो त्यति नै हो। त्यसैको कारण मधेसमा काङ्ग्रेस एमालेको बहुमत भएर पनि अहिले उनीहरू आफू जान पनि नसकेको र त्यो समस्या समाधान गर्न नसकेको अवस्था कारण त्यो हो, मुख्य कारण। अब चुनाव जितेर मात्रै जनताको प्रतिनिधि भएन। चुनाव भनेको एउटा लोकतन्त्रमा चुनाव भनेको एउटा फेज हो। एकपल्ट जितेको चुनाव सधैँभरि स्थायी हुँदैन, त्यो त निरङ्कुशता भइहाल्यो। अब जनमत भनेको चाहिँ नि चञ्चल हुन्छ, यो बदलिरहन्छ। त्यो 5 वर्ष वास्तवमा भन्ने हो भने 5 वर्षसम्म टिक्दैन। त्यो जबरजस्ती टिकाएर राख्नलाई 5 वर्ष 4 वर्षको चाहिँ त्यस्तो अमेरिकामा 4 वर्षको सिस्टम राख्ने। त्यो 4 वर्षको बिचमा कतिपल्ट जनमत बदलिसक्यो बराक ओबामाका विरुद्ध अथवा उनको समर्थनमा। त्यो त सतीश भाइले यहाँ बसेर प्रत्यक्ष देख्यो 6 महिनामा। त्यसै कारणले चाहिँ हामीले चुनाव जितेका छौँ, हामीसँग प्रचण्ड बहुमत छ, यिनीहरूले के गर्न सक्छन् भनेर कुनै पनि नेताले, कुनै पनि राजनीति गर्ने मान्छेहरूले त्यस किसिमको हिसाब गऱ्यो भने, त्यस किसिमको व्यवहार गऱ्यो भनेदेखि त्यस्तो समस्या आउँछ। अब यो नाकाबन्दी छ नि, जुन भारतले गरेको नाकाबन्दी लाई कसरी हेर्नु भएको छ? अब यो ठिक छ, नाकाबन्दी हो होइन? बन्द भनेर चाहिँ ठिक हुँदैन। चाहे नाका बन्द होस्, चाहे घर बन्द होस्, कुनै पनि बन्द ठिक हुँदैन। अब मैले सतीश भाइलाई भने अघि मधेसीहरू पनि सिमानामा अवरोध गर्न पुगे। काठमाडौँलाई ठप्प बनायो भनेदेखि त यसले हाम्रो कुरा सुन्नैपर्छ भन्ने एउटा मानसिकताका साथ उनीहरू त्यहाँ पुगे। त्यही बेलामा इन्डियनहरूले पनि समर्थन गरे र उनीहरूको समर्थन बिना पनि नाकामा बसेर नाका अवरोध गर्नु सम्भव थिएन। यो दुईवटा कुराको फ्युजन भयो र समस्या बढी जटिल भयो। अहिले एलपिओले चाहिँ त्रिपक्षीय अथवा अझ बहुपक्षीय रूप कुरा त्यति मात्रै हो। अब भोलि भारतले हामीले नाकाबन्दी खोल्यौँ भनेर घोषणा गर्यो भने र नाकामा अवरोध कायम भइरह्यो भने चाहिँ के गर्ने? समस्या त पनि छ। एक किसिमभन्दा भारतले घोषित गरे पनि छैन, भारतले घोषणा गरे पनि छैन नाकाबन्दी होइन। भोलि नाकाबन्दी झिक्यौँ भनेर उसले भन्यो भने ल हामीले गरेका छैन, हामीले झिकिदियौँ भनेर भन्यो र रक्सौलको नाकामा चाहिँ हाम्रो पनि छैन, त्यो जे लानुपर्छ नजाऊ भनेर उसले भन्यो भने र चाहिँ नि मधेसका जनताले विरोध, हाम्रो माग, मधेसको माग पुरा भएन र मधेसका जनताले विरोधलाई कायमै राख्न नाका अवरोध गर्न थाल्यो, नभए नाकामै बस्यो। आज बसेको 10 गजा छोडेर अलिकति यतातिर आएर नेपाली भूमिमै बस्यो भने के गर्ने? तिनीहरूलाई मार्ने कि तिनीहरूको माग पुरा गर्ने कि सशस्त्र आर्मीलाई लगाएर गोली ठोक्न लगाएर तिनीहरूलाई सिध्याउने कि के गर्ने? सरकारसँग त्यस्तो केही छैन।
अहिले आजको संसारमा गोली हालेर समस्या समाधान हुने अहिले त सरकार मधेसतिर त्यसको समस्या समाधान गर्नुभन्दा पनि चीनतिर नाका खोल्न हिँडे जस्तो लाग्छ तपाईँलाई यस्तो लाग्छ? होइन, चीनतिर नाका खोल्नु पनि राम्रो हो होइन। नाकाहरू मैले भनिहालेँ बन्द हुनु हुँदैन, खुला नै हुनुपर्छ चारैतिर। तर भौगोलिक रूपले यो भूगोलको हिसाबले चाहिँ नि त्यो नाका खोलेर हामी ल्याउन सक्दैन सामान, त्यो पनि कुरा छ। एक त अब त्यो हिमाली क्षेत्रबाट हामी चाहिँ नि कसरी पेट्रोल लिएर आउने र अर्को कुरा के छ भने चीन आफै पनि पेट्रोलियम बाहिरबाट पेट्रोलियमको उत्पादन देश होइन, पेट्रोल आफूले पनि बाहिरबाट ल्याएर गर्ने, उसले हाम्रो माग अनुसारको आपूर्ति गर्न सक्नै सक्दैन, ग्यासको आपूर्ति गर्न सक्नै सक्दैन। अब यहाँका चाहिँ टाटाबाट व्यापारीहरूले हामी चीनबाट यति बुलेट ग्यास लिएर आएर वितरण गर्छौँ उति गर्छौँ भनेर त भएन नि। सरकारले उतापट्टिको सरकारले भन्नु पऱ्यो। त्यो भनेको पनि फेरि एउटा अर्को किसिमको द्वन्द्व निम्त्याउनु हो भारतसँग। नेपालले एकपक्षीय रूपमा चीनसँग मात्रै व्यापार गर्ने भनेर भन्यो भनेदेखि नेपाली राष्ट्रवाद त त्यहाँ पराजित भयो। नेपाली राष्ट्रवाद भनेको त चीन र भारतसँग सन्तुलित सम्बन्ध मिलाएर आफ्नो गरी खाने बाटो खोल्ने हो। अब त्यो नै भएन भनेदेखि त फेरि राष्ट्रवाद भनेदेखि के पनि हुँदैन। यहाँ एउटा भ्रम के छ भनेदेखि भारतको जतिसक्दो विरोध गर्नुपर्छ, चीनको जतिसक्दो समर्थन गर्नुपर्छ, त्यो नै राष्ट्रवाद हो भन्ने फेरि मानिसहरूको भनाइ छ। म यसमा विमत राख्छु। राष्ट्रवाद भनेको आफ्नो देशबाट आफ्नो देशप्रति उद्गम भएको एउटा माया हो, एउटा भावना हो। मैले सतीश भाइलाई तिमी राष्ट्रवादी होइनौ भन्ने अधिकार छैन, सतीश भाइले मलाई तिमी राष्ट्रवादी होइनौ भन्ने अधिकार छैन। कसैले कसैको राष्ट्रिय चेतनामाथि प्रश्न गर्न पाउँदैन। राष्ट्रवाद भनेको त्यो हुनुपर्छ। भारतको विरोध गर्दा राष्ट्रवादी हुने, चीनको विरोध गर्दा राष्ट्रवादी नहुने भन्ने यस्ता कुराहरू हुँदैन। तर के भने सजिलोको लागि नेताहरूले यही भावनात्मक आवेशात्मक राजनीतिलाई चुनेका छन्। आज जति छापा हेर्नुहोस्, सामाजिक सञ्जाल हेर्नुहोस्, जति भारत र चीनका बिचमा चाहिँ तपाईँको त चाहिँदा नचाहिँदा कुराहरू जुन हामी सञ्जाल भइराखेका पाउँछौँ, त्यो समयको बर्बादी मात्रै हो। हामी अर्को देशलाई मात्रै गाली गरिरहेका छौँ, हामी आफ्नो सामर्थ्यलाई हेरिरहेका छौँ, तौलिरहेका छौँ। हामीले केरुङको बाटोबाट तेल लिएर आउन सक्ने सामर्थ्य हामीसँग छँदै छैन। केरुङदेखि काठमाडौँसम्म बाटो तत्काल सङ्कटकालीन अवस्था घोषणा गरेर भए पनि त्यहाँ चाहिँ 2 लेनको बाटो बनाउन सक्ने अवस्थामा हामी छँदै छैनौँ होइन। त्यो पनि त हेर्नु पर्यो। हामी एउटा त्यत्रो ठुलो भूकम्प आएपछि मित्र राष्ट्रहरू आएर त्यत्रो चाहिँ $4 बिलियन सहयोग कमिटमेन्ट भइसकेको छ। $7 बिलियन खर्च गर्नु मित्र राष्ट्रहरू तयार छ नेपालको भूकम्प उद्धारको लागि। त्यति जब काम त हामीले गर्न सकेका छैनौँ। सरकारले दिएको पैसाको अनुदानलाई चाहिँ हामी समुचित हिसाबले उपयोग गर्न सकेका छैनौँ। झगडा गरेर बसेका छौँ त्यो पैसामा कमिसन खाएर गरेपछि। हाम्रो चाहिँ नि हाम्रो आफ्नै हुर्मत के हो त्यो हेर्नु पर्यो। अब यो विषयलाई हामी ऱ्यापअप गरौँ। यो नाकाबन्दी अथवा यो अहिलेको यो मधेस समस्यालाई कसरी यो सरकारले समाधान गर्न सक्छ, गर्नु पर्ला? मधेस समस्यालाई समाधान गर्न केही पनि गाह्रो छैन। मधेसीहरूले जे जति माग राखेका छन् ती मागहरू देश टुक्र्याउने, विभाजित गर्ने खालका छैन। त्यो उनीहरूले आफ्नो उन्नतिको लागि उनीहरूले सोचेअनुसारको केही मागहरू राखेका छन्। उनीहरूसँग टेबलमा वार्ता गर्नुपर्छ। अहिलेको जस्तो वार्ता होइन। आज गऱ्यो अनि त्यसपछि 6 महिना त्यसपछि चुप लागेर बस्यो। अनि उनीहरू मिलेनन् भने फेरि एउटा हावा चलायो, उनीहरू मिल्न आयो फेरि भने फेरि अर्को हावा चलायो भने यसरी समय बिताउने होइन। ठोस हिसाबले वार्ता गर्नु पर्यो। मधेसीसँग र भारतसँग सँगसँगै वार्ता गर्नु पर्यो। दुईतिर समानान्तर वार्ता गर्न सक्नु पर्यो र वार्तामा चाहिँ चनाखो हुन सक्नु पर्यो। यो सरकारमा त्यो चाहिँ नि चनाखोपन, त्यो वार्ता गर्ने आवश्यकता जाँगर मैले चाहिँ देखाएको छु। तर ओलीलाई त धेरैले आशा गरेका थियौँ। ओली आउनु बित्तिकै मोदी आशा त यहाँ के भने हरेक मान्छे परिवर्तन हुँदा एउटा एउटा आशा जगाउँछन्। जस्तो ओलीजी प्रधानमन्त्री हुने बित्तिकै एमाले कार्यकर्ताहरूको आशाको खोलो नै बाढी नै आयो होइन। सुशीलजी प्रधानमन्त्री हुँदाखेरि काङ्ग्रेस कार्यकर्ताहरूको आशाको खोलो नै आएको थियो, बाढी नै आएको थियो। प्रचण्डजी प्रधानमन्त्री हुँदा माओवादीहरू एकदमै जमजमाएका थिए, त्यसले गर्दा झन् ठुलो बाढी आएको थियो। यो आइरहन्छ। त त्यसले चाहिँ नि देशको समग्र राजनीतिक स्वरूपमा के परिवर्तन गर्न सकेका छैन, त्यो चाहिँ कतै न कतै परिणाम आएको छ। अघि हामी बाहिर कुरा गर्दा पनि यहाँ भन्नुभएको थियो त्यसको एउटा कारण चाहिँ नि हाम्रा नेताहरूमा दूरदर्शिताको कमी
र अध्ययनशीलताको कमी हो भन्नुभएको हेर्नुहोस् यो देश चाहिँ नि नेपाल भन्ने देश चाहिँ कहिल्यै पनि संस्थागत रूपमा राजनीतिलाई अथवा अर्थतन्त्रलाई न्याय व्यवस्थालाई संस्थागत रूपमा कहिले पनि चलाएन। बिपी कोइरालाले केही काम गर्न खोल्नुभयो, नयाँ कामहरू गर्न खोल्नुभयो, उहाँको सरकारलाई महिनाले 18 महिनामा चलायो। त्यसपछि संस्थागत संरचनाको केही पनि काम भएको छैन। अब जति काम भएको छ भनिन्छ त्यो कामहरू के भएको छ भनेर त आज परिणाम त 50 वर्षको दौरानमा आउनुपर्ने हो, केही पनि आएको छैन होइन। न हामीसँग चाहिँ दुईवटा राम्रो मोटर हिँड्न सक्ने बाटो छ, न दुईवटा राम्रा सेवा दिन सक्ने अस्पताल छन्, न त्यो अनुसारको कर्मचारी तन्त्र तयार भएको छ, केही पनि तयार भएको छैन। र हामीले चाहिँ मैले चाहिँ एउटा शब्द यसमा के भन्नु भने हाम्रो पुरा देश नै टपटुयाबाद भएर चलाएको छ। जसले जति जानेको छ त्यो ज्ञानलाई नै मेरो सबैभन्दा ठुलो ज्ञान हो। योभन्दा पर पनि संसार छैन, योभन्दा वरो पनि संसार छैन भनेर त्यही हो भनेर झिन्डा थालेको छ मान्छे। यहाँका मान्छे, यहाँका नेताहरूले पढेका पनि छैन, यिनीहरू पढेर पनि जान्दैनन्, अर्काको अनुभवबाट सिक्न पनि चाहँदैनन्, तर आफैलाई चाहिँ ठुलो भन्ने होइन। त्यस्तो देशको उन्नति कसरी हुन्छ? खोइ बराक ओबामा त सधैँ सिकिराखेको देख्छु म, सल्लाहकारहरूसँग सल्लाह पनि लिएको देख्छु, काममा सिरियस पनि भएको देख्छु। अनि कुरा चाहिँ हामी अमेरिकाको गर्छौँ, बेलायतको गर्छौँ, जापानको गर्छौँ, त्योभन्दा घटी त नेपालको कुरै हुँदैन। इन्डिया चाइनाको पनि कुरा हुँदैन, इन्डिया चाइनाको पनि कुरा हुँदैन। भनेदेखि खोइ त त्यो जिल शासन गर्ने हुनु पऱ्यो नि, जिल हुनु पऱ्यो। म यसरी देशलाई अगाडि बढाउँछु। हामी अब ली कुवान युको चाहिँ नि प्रशंसा गर्छौँ, सिङ्गापुरले यस्तो बनायो उस्तो बनायो भनेर, तर त्यसको चाहिँ नि ली कुवान युको देश र हाम्रो देशमा फरक छ। त्यो एउटा सिटी स्टेट उनले बनाए, राम्रो काम गरे, उनी पुँजीवादका ठुलो एउटा चाहिँ डेमोन्स्ट्रेटिभ युनिट थियो। सिङ्गापुर राम्रो छ, त्यसमा कुनै शङ्का छैन। तर सिङ्गापुरलाई ली कुवान युले बनाउँदाखेरि जुन मेहनत गरेको छ, जुन सङ्घर्ष गरेको छ, त्यो काठमाडौँलाई बनाउनलाई पनि कुनै नेताले गरेको छैन भने नेपाल, पुरा नेपालको त कुनै छैन। कसरी हुन्छ त्यस्तो काम? के छ हामीसँग त्यस्ता युवा पुस्ताका नेताहरू छन् र हामी आशा गर्न सक्छौँ? आशा त गर्नैपर्छ सतीश भाइ, नयाँ पुस्तासँगै आशा हो। तर नयाँ पुस्ताले पनि त्यो चाल चाहिँ देखाउन सकेको छैन। त्यही टपटुयाबादमै नयाँ पुस्ता पनि अल्झिनु खोजेको जस्तो म देख्छु। किनभने ससाना कुरामा टुक्रे कुराहरूमा चाहिँ मान्छेहरूको ध्यान बढी जाने, रमाइलो लाग्ने कुराहरूलाई चाहिँ राजनीति बनाउने हो भनेपछि त्यस्तो किसिमको चाहिँ ट्रेन्ड चलिरहेको छ। र यो नै मान्छेले चाहिँ केही गर्न सक्छ कि, यी मानिसहरू मिलेर केही गर्न सक्छन् कि भन्ने किसिमको वातावरण मैले अहिले देशमा देखाएको छ। एउटा लगभग 1-1.5 वर्षदेखि चलिरहेको एउटा हावा पनि छ नेपालमा कि नयाँ शक्ति, विभिन्न व्यक्तिहरूले विभिन्न मिडिया मार्फत नयाँ शक्ति। अब अहिले यो सबै नयाँ शक्ति नै हो। हेर्नुहोस्, काङ्ग्रेस पनि नयाँ शक्ति हो। अब किशनजीहरूको पालाको काङ्ग्रेसलाई पुरानो शक्ति भन्नु, अहिले त नयाँ शक्ति नै हो। माओवादी पनि नयाँ शक्ति हो। अब नयाँ शक्ति भने मैले चाहिँ बुझेको छैन। राजनीतिमा नयाँ काम नगरेसम्म म नयाँ शक्ति बनाउँछु भनेर कोही हिँड्दैमा त्यो नयाँ शक्ति हुने होइन। अब एउटा के भयो भने भारतमा दिल्ली राज्यमा अरविन्द केजरीवालले चुनाव जिते। अब त्यसैलाई नकल गरेर यिनीहरूले नयाँ शक्ति गरे। तर अरविन्द केजरीवालको त्यो आप भन्ने पार्टीको पछाडि के हाम्रा चाहिँ त्यत्रो ठुलो सत्याग्रह गर्ने अन्ना हजारे थिए। त्यो धेरै ठुलो चाहिँ आन्दोलनपछि बनेको एउटा सङ्गठन हो, जसले चाहिँ नि खालि दिल्लीमा मात्रै, अन्त कहीँ गर्न सकेका छैन। पढे लेखेका मानिसहरूको समूहका बिचमा लोकप्रिय भएर सरकार बनाएको छ। त्यति हो नि त। नयाँ शक्ति, त्यो नयाँ शक्तिले के गरेको छ? त्यो हाम्रो कन्सर्नको कुरा पनि होइन, दिल्ली सरकारले दिल्लीको के गरेको छ उसको कुरा हो। म नयाँ शक्तिमा चाहिँ विश्वास गर्दिनँ। अब बाबुरामजी जस्तो पुरानो शक्तिको खम्बाले नयाँ शक्ति भन्नु अथवा नयाँ शक्तिको रूपमा कुनै विवेकशील भन्ने समाज आउनु अथवा के आउनु भनेको त्यो एउटा फेज आइरहन्छ। त्यो हुन्डरीहरू आउने हो, आइरहन्छन्। तर हुन्डरीले चाहिँ नि स्थायी रूपले चाहिँ नि के गर्नु पर्यो? त्यसलाई सामान्य हुरी बतास, यो हुन्डरी सामान्य हुरीभन्दा अलिकति ठुलो, तर सबै सर्वनाशै गरे खालको हुन्डरी आयो भनेदेखि त नयाँ शक्तिको नाममा भोलि चाहिँ नि भएका अरू चिजहरूलाई पनि सकाप पार्न सक्छ नि। त्यसमा पनि त सतर्क हुनु पऱ्यो। हुन्डरी आइसकेपछि त त्यो भूकम्प जस्तै हुन्छ भनेर आउँदैन क्या।
सानो नयाँ शक्तिको कुनै एउटा उ छैन। यिनीहरूले खालि नाम चलेका मानिसहरूलाई एक ठाउँमा जोडाउन खोजेका छन्। अब नाम चलेका मानिसहरूकै पनि चाहिँ नि नालीबेली खोज्दै जाने हो भनेदेखि को कति पानीमा छ भन्ने कुरा नेपालमा बसेर सबैलाई थाहा छ। अहिले जति पनि नयाँ शक्तिका नाममा अगाडि बढिरहेको छ ती मानिसहरूको पृष्ठभूमि के हो, ती मानिसहरू कसरी आए, उनीहरूको चेतनाको स्तर के हो, उनीहरू कुन चाहिँ समूह आर्थिक समूहबाट आएका हुन्, उनीहरू कुन वर्गका मान्छे हुन् हो। नेपालको नयाँ वर्गको मान्छे हुन् उनीहरू। नेपालको नयाँ वर्ग भनेको युगोस्लाभियामा मिलोभनजिलसले टिटोको राज्य पछि चाहिँ एउटा किताब लेखेका थिए कि चाहिँ नि टिटो युगोस्लाभियाको कम्युनिजम टिटोको नेतृत्वले नयाँ वर्गलाई जन्म दियो। अहिले नेपालमा त्यस्तै नयाँ वर्ग जन्मिएको छ जसलाई हामी भुइँफुट्टा वर्ग पनि भन्न सक्छौँ। अब त्यो भुइँफुट्टा वर्गले अब अहिले आफूलाई नयाँ शक्तिको रूपमा स्थापित गर्न खोजिरहेको छ। यो कुरालाई यसरी बुझ्दा के फरक पर्छ? त्यो उन्नतिको रूपमा आउनु पनि सक्छ, तर त्यसले सर्वनाश गर्न सक्छ। त्यसबाट कुनै आशा गर्न सकिँदैन अहिलेसम्म। तिनीहरूको विगत हेर्दाखेरि पनि हाम्रो आफ्नै आगत हेर्दाखेरि देशमा यति जटिल समस्याहरू छन् कि उनीहरूले भने जस्तो अब उहाँहरू ओभरनाइट सैद्धान्तिक राजनीतिको कुरा गर्नु छ। सैद्धान्तिक राजनीतिको उहाँहरूको कुरा स्थापित कहिले हुन्छ? ट्रान्सपेरेन्सीको एउटा सानो हामी कुरा गर्न सक्दैनौँ। हामी कहाँ चाहिँ 1 करोडको आयोजनामा 60 लाख रुपियाँ भ्रष्टाचार हुन्छ, 40 लाखको पनि काम हुँदैन। त्यो जस्तो देशमा हामीले आर्थिक, राजनीतिक, नैतिक मूल्य, मान्यता र सिद्धान्तको कुराहरू गर्नु भनेको यो फगटिया कुरा हो। पहिले तपाईँ सफा गर्नुहोस्, नयाँ शक्ति आउँछ अनि सफा गर्छ भनेर भन्नुपर्छ। त्यहाँ सफा गरेर नयाँ शक्ति सिर्जना गरे भने चाहिँ के हुन्छ? भएको चिजलाई सफा गर्ने ठाउँ छँदैछ नि, अर्को सफा ल्याउनु भन्दा त्यही त सबैतिर त त्यही भएको थियो, पलायन मात्रै गरे हो लेखबाद अनुसारै। त्यस कारणले यो नयाँ शक्ति भन्ने नयाँ भ्रम हो। अनि अब यो देशको विकासका कुरा गर्दै जाँदा आज हामी धेरै युवाहरू विदेश छौँ। आज हाम्रो द नेपाल टुडे विदेशबाट सञ्चालित छ। हामी अहिले पनि विदेशमा बसेर यो अभियान चलाएका छौँ। नेपाल छोडेर धेरै देशमा गएका नेपालीहरू छन्। त्यो देशको विकास गर्न सक्ने युवाहरू आज विदेश पलायन भएको अवस्थामा यिनीहरूको भोलि त्यो देशमा के भूमिका हुनसक्छ? कि हामी त्यस्तो सोचेको छौँ अहिलेको संविधानले अथवा हामीले नेपाली नेताहरूले? अब संविधान भने त हेर्नुहोस् एउटा विधिको पुस्तक हो, निर्जित कुरा हो। त्यो संविधानमा चाहिँ कसले के सोचेको छैन, के पढाएको छ, के पढाएको छैन भन्ने कुरा अर्कै विषय हो। तर मैले अहिले तपाईँलाई भनिसकेँ, हाम्रा नेताहरू न दूरदर्शी छन्, न पढे लेखेका छन्, न अर्काको कुरा सुन्छन्, न अर्काको अनुभवबाट सिक्छन्। त्यस्ता नेताहरूले मलाई के लाग्छ भन्नुभयो भने सतीश भाइ, यो युवा वर्ग जो बाहिरिएको छ त्यसको प्रयोग देश विकासको लागि गर्न सकिन्थ्यो भन्ने कुरा सोचेका छैन। उनीहरूको सोचाइको तरिका बेग्लै छ। उनीहरूले पैसा कमाएका छन्, रेमिट्यान्स पठाउँछन्, देश चलेको छ। बरु नेताहरूले ती मान्छेलाई सप्लाई गर्छन् विदेश। नेताहरूले सिफारिस गर्छन्, फलानाहरू जान चाहन्छन्, ल पठाइदिनु पऱ्यो है भनेर सिफारिस गर्छन्। उनीहरू प्रोत्साहित गरिरहेको छन्। त्यहाँ कमिसन पनि खान्छन् भन्ने हामी सुनिरहेको त्यो के गर्छन् त्यो त मैले थाहा पाएको छैन, मैले त्यसरी भन्नु गएन। तर के भनेदेखि त्यो सोच्नु पनि एउटा अपराधको कुरा हो। अब नेपालको चाहिँ नि मजदुर सङ्गठित पनि छैन। यो सङ्गठनको नाममा खालि पार्टीसँग आबद्धता छ, दरबदरको नारा लाउने, टायर बाल्ने काममा लागेका छन् यहाँका मजदुर अहिले होइन, कुनै मान्छे पछि जाने हुन्। त्यसले गर्दाखेरि के भनेदेखि त्यहाँ पनि एउटा लेबर पेन हुन्छ होइन। श्रम गर्दाखेरि कष्ट सहनुपर्छ उनीहरूले। श्रम पनि त्यति माथिल्लो दर्जाको श्रम खाडी देशहरूमा पाइन्छ, अमेरिकामा पाइन्छ। अब अमेरिकामा कतिपय चाहिँ नेपालमा प्रतिष्ठित लागेका मान्छेहरू कस्तो कस्तो काम गरेर बाँचेका छन् त्यो सतीशबाट मैले बताउनु पर्दैन। त्यस कारणले के भनेदेखि यसमा कुनै नीति पनि छैन, सङ्गति पनि छैन, तर्क पनि छैन। तर्क हुन्थ्यो त संस्थागत रूपले त्यसलाई पनि फाइदा हुने हिसाबले, काममा जाने मान्छेहरूको पनि फाइदा हुने हिसाबले, अब रेमिट्यान्समा पठाएको पैसा पनि देशको लागि उपयोग हुने हिसाबले, सदुपयोग हुने हिसाबले काम हुन्थ्यो होला। त्यो के पनि भएको छैन। रेमिट्यान्सबाट पठाएको पैसाहरू खालि फिजुल खर्चमा सकिएको छ।
सरकारले न त्यो पैसालाई व्यवस्थित गर्न सकेको छ, न व्यवस्थित गर्न मद्दत गर्न सकेको छ, न बाहिर बस्नेहरूले चाहिँ भोलि देश फर्किने आधार बनाउन सकेका छन्, न भित्र बस्नेले त्यस्तो आधार बनाउनु पर्छ भन्ने सोच राखेको छ। हजुर, मैले यो किन तपाईँसँग प्रश्न गरेको भन्दाखेरि तपाईँ धेरै देशमा पनि घुम्नु भएको छ, अमेरिका पनि धेरै पटक आउनुभयो, नेपालीहरूका विदेशमा बस्ने नेपालीहरूका पीडा पनि थाहा छ र उनीहरूको क्षमता पनि तपाईँले मापन गर्नुभएको छ। कस्तो लाग्छ नेपालीहरू बाहिर गएर के गरेका छन् तपाईँले देख्नु भएको छ? अब हेर्नुहोस्, अब अमेरिका जस्तो कम्पिटेटिभ सोसाइटीमा आएर पनि बाँच्न सक्नु र आफ्नो जान परिवारलाई राम्रैसित खाना लाउन, शिक्षा दीक्षा दिन सक्नु र घरमा पनि 2-4 पैसा पठाउन सक्नु भनेको नेपालीको सामर्थ्य त्यहाँ छ भने देखिसक्यो। त्यो प्रमाणित कुरा हो। हामी जतिसुकै चाहिँ देशभित्र भद्रगोले अराजकतावादी नारा लगाउने भए पनि एउटा सिस्टम भएको देशभित्र आइसकेपछि त्यो सिस्टममा बसेर काम गर्न सक्छौँ भन्ने विश्वास चाहिँ यसो दिन्छ होइन। तर यही सिस्टममा बसेका मान्छे फेरि भोलि देशमा गइसकेपछि के गर्छन् त्यो पनि हामीले देखाएछन् है। त्यस कारणले अब यसलाई हेर्नुपर्छ, केलाउनुपर्छ। नेपालीहरू अयोग्य असक्षम होइनन्, तिनीहरूलाई एउटा चाहिँ नि श्रमको अनुशासन र अर्थको अनुशासनको दायराभित्र कसरी बाँध्नु, तिनीहरूलाई भरपेट खान पुग्ने, तिनीहरूको परिवारको पालन पोषण गर्न सक्ने गरेर काम दिन सक्ने अवस्था नभएसम्म त केही हुँदैन। अब नेपालले त अहिले मेरो विचारमा 40-50% कसैलाई काम दिन सक्ने अवस्थामा नेपाल हुँदैन। विदेशमा बसेका मान्छे फर्केर गयो भने फेरि केही गर्न सक्ने फर्केर मैले धेरै मान्छेहरू भेटेको छु, धेरै मान्छेहरू फर्केर जान चाहन्छ। तर उनीहरूको प्रश्न त्यही छ, फर्केर गइसकेपछि के गर्छ, के ग्यारेन्टी, राज्यले केही ग्यारेन्टी गर्दैन। अब आफू गएर कहाँ जाने, हिजो त त्यही कोरिया फाँडेर खेती गरेर आएको हो, यहाँ त केही हुँदैन भन्ने अनुभव भइसकेको छ। अब यहाँबाट पनि छोडेर गयो भने घरबाट गएको हुन्छ, त्यतिको लागि मात्रै मान्छे बस्छ। यदि दह्रो सरकार, जनताको मनोबल बढाउने सरकार, एउटा चाहिँ विकासको आह्वान गर्न सक्ने सरकार, एउटा नयाँ क्षितिज, सम्भावनाका नयाँ क्षितिज पत्लन सक्ने सरकार भयो भनेदेखि र त्यसले चाहिँ केही भिजन दिन सक्यो भनेदेखि मात्रै यो हुनसक्छ, नत्र भनेदेखि यो पनि एउटा सपना हुन्छ। अब हामी नेपालको सञ्चारको थोरै कुराकानी गरौँ। अहिले कस्तो छ नेपालको सञ्चार क्षेत्र? सञ्चार क्षेत्र राम्रै छ, अब त्यसमा के भन्ने होइन। अब धेरै एफएमहरू, अनलाइनहरू, पत्र पत्रिकाहरू खुलेका छन्। सतीश भाइले जे अनुभव गरेको थियो त्यो अनुभवहरू अलिक छरिएको छ। अब लगानी गर्न सक्नेहरूले त्यो फाइदा कमाएका छन्, तर सामान्यतया हेर्दाखेरि, जेनरल हिसाबले हेर्दाखेरि चाहिँ सञ्चारको वस्तुगत अवस्थामा कुनै तात्विक अन्तर आएको छ। फर्मेट चेन्ज भएको छ, टेक्नोलोजी एडभान्स छ, सबै कुरा छ, छरिएको छ, तर बेसिक हिसाबमा यो पनि नेपाली सञ्चारकर्मीहरू पारिश्रमिकै सबैले पारिश्रमिक दिएर भन्ने कुरो विवादमै अलिरहेको छ र त्यसबाटै नेपालको चाहिँ सञ्चार कस्तो छ भनेर प्रश्न रहेको छ। मैले यहाँ जोड्न खोजेको चेतनाको स्तर सञ्चारले कतिको दिन सक्यो? सुरुको केही वर्षहरूमा दिएको हो, अहिले पनि एक दुईवटा चाहिँ राम्रा संस्थागत पत्रिकाहरूले दिइरहेकै छन्। रेडियोहरूको योगदानलाई बिर्सिनु हुँदैन यसमा, रेडियोहरूले राम्रो योगदान दिएका छन्। अब अनलाइनहरू भर्खर आइरहेका छन्, उनीहरू आफै इस्टाब्लिस हुनेछन्, यिनीहरूले पनि योगदान दिन सक्ने सम्भावना देखिएको छ। तर योगदान दिन सक्ने भनेको सञ्चारप्रति सरकार कति रेस्पोन्सिभ हुन्छ भन्ने कुरासँग ख्याल राख्छ। अब सरकार चाहिँ जसले जे लेखे पनि के मतलब भन्ने खालको छ, रेस्पोन्सिभ छैन, डेमोक्रेटिक छैन। अब त्यस्तो सोसाइटीमा पत्र पत्रिकाहरू प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा अलोकतान्त्रिक प्रक्रिया, अलोकतान्त्रिक पद्धतिद्वारा पुरै गर्न नचाहने, जनतासँग पुरै गर्न नचाहने सरकारले कसरी चाहिँ ट्रिट गर्छ त्यो आफै लाग्छ। सञ्चारको स्थिति पनि त्यस्तै नै हो। त्यही किशोर नेपालज्यू अमेरिकामा यहाँ व्यस्त हुनुहुन्छ, धेरै कार्यक्रमहरू हुन्छन्, त्यसका बावजुद पनि हामीलाई यो समय उपलब्ध गराइदिनु भयो, त्यसका लागि हामी द नेपाल टुडेको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। सतीश भाइ, मैले तपाईँसँग कुरा गरेको आज मात्रै होइन, धेरै अगाडिदेखि कुरा गर्दै आएको छु। रेडियोमा कुरा धेरै कुरा गरेका छौँ। तपाईँहरूसँग जस्तो चाहिँ युवा उत्साह भएको जोसिलो भाइहरू अहिले परिस्थितिवश विदेशमा हुनुहुन्छ र
र पनि सञ्चार जगतको मोह र मायालाई छोड्न सक्नु भएको छैन। यसमा लागिराख्नु भएको छ। तपाईँहरूको शुभकामना दिन चाहन्छु। सम्पूर्ण नेपाल टुडे परिवार अगाडि बढोस्, यसको विकास होस्, उन्नति होस्, उन्नतिका आयामहरू नेपालसम्म पुगोस्, त्यहाँ तरङ्गहरू फैलाउन सफल होस्। धन्यवाद। नेपालटुडे.com हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई म पनि यहीँ बिदा हुन चाहन्छु। धन्यवाद।